कुहिरोको घुम्टोभित्र लुकेको एउटा यस्तो संसार जहाँ दृश्य आफै बोल्छ। आधुनिकताको कोलाहलभन्दा टाढा शान्ति सुन्दरताले भरिपूर्ण एउटा सुन्दर गन्तव्य बारीकोटको चुचीकोट। जाजरकोट जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित बारीकोट गाउँपालिका प्राकृतिक सम्पदाले मात्र होइन, इतिहास र आस्थाले पनि उत्तिकै धनी छ। त्यही बारीकोटको ऐतिहासिक 12वटा कोटहरू मध्येको एक प्रमुख कोट हो चुचीकोट। बारीकोट गाउँपालिका वडा नम्बर 7 र 8 को सिमानामा पर्ने यो भूमि धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्त्वले भरिपूर्ण छ। यो पवित्र पुण्य सिद्ध भूमि चुचीकोटको इतिहासभित्र एउटा गहिरो रहस्य छिपेको छ, जहाँ सत्यधारी चुचीकोटे बराह भगवान देवताको पवित्र मन्दिर रहेको छ। तर विडम्बना, अगाध आस्था र प्राचीन इतिहास बोकेको यो अलौकिक भूमिले आज न्याय पाउन सकेको छैन। अमूल्य इतिहास र अथाह पर्यटकीय सम्भावना भएर पनि आज यी मन्दिर र यो धार्मिक क्षेत्र राज्य र आम नागरिक दुवैको दृष्टिबाट ओझेलमा परेका छन्। यो उपेक्षाले हाम्रो पहिचान र संस्कृतिलाई नै सङ्कटमा पारिरहेको छ। अब पनि हामी मौन रहने हो भने यो ऐतिहासिक धरोहर इतिहासको पानामा मात्र सीमित हुनेछ। त्यसैले अब ढिला नगरी स्थानीय प्रदेश र सङ्घीय सरकारले चुचीकोटको पुरातात्विक उत्खनन, मन्दिरको जीर्णोद्धार र यहाँसम्म पुग्ने पदमार्गको निर्माणमा तत्काल बजेट विनियोजन गर्नुपर्छ। यसलाई धार्मिक पर्यटन सटिक रूपमा विकास गरिनुपर्छ। त्यस्तै आम नागरिक, युवा र सञ्चार माध्यमको पनि उत्तिकै दायित्व छ। हामीले आफ्नो सामाजिक सञ्जाल र माध्यमहरूबाट चुचीकोट र सत्यधारी चुचीकोटे बराह भगवानको महिमालाई देश विदेशसम्म पुर्याउनुपर्छ। जबसम्म स्थानीय नागरिक आफै जागरुक भएर यसको संरक्षणमा लाग्दैनन्, तबसम्म बाह्य पर्यटनको ढोका खुल्न सक्दैन। चुचीकोट केवल एउटा भूगोल मात्र होइन, यो हाम्रो पुर्खाको इतिहास र हाम्रो आस्थाको केन्द्र हो। आउनुहोस् राज्यलाई झकझक्याउँ र कर्तव्य पुरा गरौँ।